यो धोती मधेसीको कुरा त सबैले सुन्नुभएको होला। म पनि एउटा मधेसी छु, तर यिनीहरूले के गरेछ, बालन शाह मुर्दाबाद भनेर नारा लगाएर राख्नुभएछ, चेतावनी दिइरहेछ बालन शाहलाई। र म यिनीहरूलाई भन्न चाहन्छु, बालन शाहले अहिलेसम्म कुन ठाउँमा काठमाडौँमा विकास गरेको छैन। तपाईहरु कहाँ हेर्नुभयो कि विकास गरेको छैन? जब सब्जी मन्डी हरेक ठाउँमा छ, जब पसल खोल्नको लागि हरेक ठाउँमा पसलहरू छ, तपाईहरु सेटर लिनु, तपाईहरु त्यहाँ गएर बिजनेस गर्नु। सब्जी मन्डी छ, त्यहाँ लिनु पसल, सेटर लिनु अनि त्यहाँ बिजनेस गर्नु न। बीच बाटोमा तिरपाल बिछाइदियो, सामानहरू बेच्न थाल्यो, 10 रुपैयाँ 20 कराउन थाल्यो, के हो? यही हो गन्दगी फैलाउन। जब तपाईलाई सब्जी मार्केट छ, त्यहाँ जानु, सेटर लिनु, त्यहाँ गर्नु न आफ्नो काम, आफ्नो बिजनेस त्यहाँ गर्नु न। कि बीच बाटोमा तिरपाल बिछाइदियो, 10 रुपैयाँ 20 रुपैयाँ हर्सेर लगाइदियो, कुकुर जस्तो चिलाउन थाल्यो। कति रुपैयाँ घुस लिनु भएछ? कुन नेताले खिलाउनु भयो? म त सोध्न चाहन्छु, कुन नेताले पैसा दियो, कति पैसा दिएछ विरोध गर्नको लागि? जब हरेक ठाउँमा सब्जी मार्केट छ, हरेक ठाउँमा मार्केटहरू छ, त्यहाँ सेटल लिन बिजनेस गर्नु। बीच बाटोमा तिरपाल बिछाइदियो अनि त्यहाँ कराउन थाल्यो कुकुर जस्तो। तपाईहरु मधेसी हुनै सक्दैन के? सबै तिमीहरू झोले हो के? बिहारबाट आएको साला बिहारीहरू। जब राम्रो काम गरेछ त्यसको विरोध गरिरहेछ। यो सबै कुनै पार्टीको कार्यकर्ताहरू के? पैसा खाएर यहाँ कराउँदैछ कुकुर जस्तो। त्यही भएर यिनीहरूलाई धोती मधेसी मैले भनेको। यो कुकुरहरूलाई कहिले दिमाग हुन्छ? जुन मान्छे राम्रो काम गर्छ त्यसको विरोध गर्छ, जसले राम्रो काम गर्दैन त्यसको समर्थन गर्छ, त्यसको सपोर्ट गर्छ। यो सबै केपी ओली देउबा प्रचण्डको झोलेहरू के? यस्तो मुजीलाई नेपालमा केही काम छैन, तर देशको कुरा गर्छ, हामी जनताको कुरा गर्छ। तुक्क तिमी जस्तो चिक्नेहरूमा मुजी